यतिखेर चाहिँ हामी चितवन नारायणगढको पुल लिएर पुलमुनि छौँ। भैयाले हाँ हम तोड़ देंगे तो पैसा देकर जाएंगे। रामायण के हो यो? बतासा हो। बतासा? गोड लाग्यो पूजा गर्नु। ए केबाट बनाउँछ नि यो? केबाट बनाउँछ यो? चिनीको? सबै चिनी हो? छठमा खान्छन्? ए पूजामा? ए पूजामा चढ्यो नि खाना त मिलेन। खाना पनि मिल्छ होइन दाइ? अनि बेलुका हुन्छ, अहिले पछि हुन्छ नि यहाँ पूजाहरू? बिहान पनि भयो होला? 3 बजे हुन्छ? बिहान 3 बजे? दिन में ना राति में सवेरे 2 बजे से लेके 6 बजे तक पूजा हुन्छ। अहिले बेलुका पनि हुन्छ होइन? अब आउँछ होइन? अब एकछिनपछि ल म भाइ त यहीँ बस्छु। मिठाई आए होलसेल आए होलसेल 200 रुपये किलो 200 रुपये किलो।
कार्यक्रममा सहजतापूर्वक हामी पूजा कार्यक्रम सम्पन्न गर्ने सबैको अपेक्षा साथ कुनै पनि भक्तजनहरूले निजी यथावत सिंगार नगरिदिनु होला। समितिले सबैको सुविधाको लागि यहाँलाई कठिनाइ हुनेछ, त्यसले भोलि समस्याहरू आउनेछन्, आपसी विरोध हुनेछन्। त्यस्ता कार्यहरू कोही पनि नगरिदिनु होला। कृपया खाली ठाउँमा तपाईहरु बस्नुहोस्। तपाईहरुको सेवाको लागि हामी तराई सामुदायिक सेवा समिति तत्पर छौं। कुनै अप्ठ्यारो भएको सचिवालयमा सम्पर्क गर्नुहोला। यहाँको सद्भाव, यहाँकै मुस्कानले हामी छठ पूजालाई सुनिदेवलाई हक दिन्छौं र सबैको कल्याण हुन्छ भन्ने अपेक्षा लिएछौं। मसँग एउटा के भन्छ त यसलाई? के भन्छ यसलाई? प्रसाद? ए यो चढाउने हो उता? ए खान नि मिल्छ हैन? भोलि हैन? ए कति रुपियाँ केजी छ? कति रुपियाँ केजी छ? ए यो छठमा पूजा गरी मान्छेले मात्र चढाउँछ कि अरूले पनि चढाउनु मिल्छ? अरूले पनि मिल्छ? ए यो आज छठको पहिलो दिन हैन? आज कति दिनसम्म हुन्छ? 2 दिन मात्रै हुन्छ छठ? बिहान कति बजी सुरु भएको थियो यो? 4 बजे सुरु हुन्छ यहाँ। भोलि बिहान सकिएर 7 बजे। जति बजे सूरज उग्छ न जति बजे सकिन्छ। अर्घ दियो भने ए थ्याङ्क यू। हम दादन ले लेते हैं और ये बड़ा अब
तो कल हम 150 का लगा दे भाई है तो हम 7 लगा देंगे को आएगा नहीं पूरी हम 100 रुपया लगा दे भाई कोनो गारंटी बोले काम लगा दे नहीं क्या कुत्री के यिनीहरू यो पिगी ब्याङ्क कति के ल्याएको छैन भाइ के भन्छ यसलाई यसलाई पिगी ब्याङ्क भन्छ ए कति रुपियाँ हो 350 300 हेरी हेरी ए पैसा राखिन्छ होला त्यो पैसा राख्ने भन्छ सधैँ गिफ्ट दिने हो हामीले खुत्रीके भन्दा धेरै ठाउँमा गिफ्ट दियो 4-5 ठाउँमा गिफ्ट दियो राम्रो छ तपाईँले बनाउनु भएको कि ल्याउने हो मैले पनि काठमाडौँबाट ए हजुरले बेच्ने मात्र होइन यहाँ दसैँको आसपासमा यही तपाईँको होइन होइन अरूको ए अङ्कलजीको फेरि यो त्यो तपाईँहरूले बनाउनु चाहिँ किन्नुहुन्छ यो अरूले बनाउँछ हजुरले बेच्ने हो बाबा डुबले हात रेखेर खुस निकल्छ कहिले कहाँबाट गरायो यो सबैको जिम्मा भरतपुर 3 कमल अनागरिक गाडीहरू भित्र आउन नदिनु होला सेक्युरिटीका भाइहरू बाइकहरू पैसा भेट्यो यार पैसा भेट्यो पैसा भेट्यो बाहिरबाट प्रवेशमा रोक लगाउनु होला विवाह इभेन्टलाई दिएको र त्यहीबाट सबै काम गराएको हो नि साथी विवाह व्रतबन्ध पार्टी सभा जुनसुकै इभेन्ट होस् विवाह इभेन्ट एउटै नाम सबै काम अब त मेरो भाइको व्रतबन्धको लागि पनि सबै जिम्मा विवाह इभेन्टलाई नै दिन्छु विवाह इभेन्ट्स भरतपुर 3 कमल नगर सम्पर्क पप्पू शाह मोबाइल 98555007 र 9803454006 तपाईको सपना जस्तै क्षणहरू यादगार बनाउनुहोस् विवाह इभेन्ट्स
भैयासँग माने बोलाएको ल्याएका
गर्दा ट्राफिक सेवा उपलब्ध भइरहेको छ। यो ट्राफिक उपचारका श्रीनिवास मेडिकल कलेजबाट हामीलाई निःशुल्क एउटा सहयोग पुर्याएको उहाँप्रति हामी धेरै धेरै आभारी छौँ। उहाँ सम्पूर्ण परिवारलाई हामी क्रीडा समितिको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। धन्यवाद। जंगल खुलने की तो पानी ले लगा उहाँलाई धेरै धेरै धन्यवाद। हाम्रो समितिको तर्फबाट छठी माया माताको कृपा लागोस्, उहाँलाई हरेक मनोकामना पुरा होस् भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु। कल्याण 84